नमस्ते, कर्सिङ टाइम्समा तपाईहरुलाई फेरि स्वागत गर्दछु। आज पनि हाम्रो क्षेत्रको फटाफट न्युजहरू लिएर म पूर्वा उपस्थित भइसकेको छु र यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोड्न सक्नुहुनेछ र यदि पुरानै हुनुहुन्छ भने चाहिँ एक लाइक गरेर हामीलाई मोटिभेट गर्न नबिर्सिनुहोस्। र अर्को तरिकाले हामीलाई मोटिभेट गर्न चाहनुहुन्छ भने तपाईहरुले जहिले पनि अनलाइन मार्फत शपिङ गर्दाखेरि चाहिँ तल हाम्रो डिस्क्रिप्सन छ, त्यो डिस्क्रिप्सनमा चाहिँ एउटा लिंक छ, त्यो लिंकमा क्लिक गरेर चाहिँ तपाईलाई चाहिने सामानहरू अनलाइन मार्फत खरिद गर्नुहोस् र त्यसले चाहिँ हामीलाई अलिकति भए पनि मोटिभेसन मिल्छ यो काम गर्ने। र अब चाहिँ आजको खबरहरुमा जान चाहन्छु। आज 18 अगस्त 2026 मंगलबारको दिन परेको छ र तपाई सम्पूर्ण श्रोताहरू जसले हामीलाई एभ्रीडे हेर्नुहुन्छ, हाम्रो भिडियोहरुमा कमेन्ट अनि लाइक गर्नुहुन्छ, तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्दै पहिलो खबरमा लागिहाल्छु। पहिलो खबर चाहिँ कालचिनीका एमएलए तथा मन्त्री विशाल लामाले आज पनि रंगामाटी रोडमा रहेको आफ्नो विधायक सेवा कार्यालयमा जनताहरूसँग भेट गरेर उनीहरूको समस्या अनि गुनासोहरू सुनेको जानकारी प्राप्त भएको छ। यसरी विधायक सेवा कार्यालयमा बसेर मन्त्री विशाल लामाले धेरै मानिसहरूलाई भेट गरिरहेको छ र मानिसहरू पनि यो भेटघाटपछि एकदमै खुसी बनिरहेको छ, कारण उनीहरूले आफ्नो समस्या अनि गुनासोहरू कमसे कम मन्त्रीको अगाडि राख्न त पाइरहेको छ भन्ने कुराहरू पनि छ र मन्त्री विशाल लामाले पनि उनीहरूको समस्या अनि गुनासोहरू सुनेर समाधान गरिदिने आश्वासन समेत दिएको जानकारी प्राप्त भएको छ। बिजनबारी सब डिभिजन डिमान्ड कमिटीको एक प्रतिनिधि टोलीले पश्चिम बंगाल सरकारका गृह तथा अल्पसंख्यक विकास विभागका मन्त्री विशाल लामालाई उत्तर कन्या कार्यालयमा भेट गरी बिजनबारीलाई महकुमा बनाउने मागबारे छलफल गरेको जानकारी प्राप्त भएको छ। कमिटीका अध्यक्ष पुनम दर्नालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले एउटा मेमोरेन्डम पनि बुझाएको जानकारी प्राप्त भएको छ र अब भने बिजनबारीलाई महकुमा बनाउनु पर्छ भन्ने यो डिमान्ड चाहिँ अलिकति जोडतोडले उठेको जस्तो छ र अब भविष्यमा हेरौं बिजनबारी यो सब डिभिजन हुन्छ हुँदैन भन्ने कुरो चाहिँ आगामी दिनले नै बताउने छ, तर अहिले डिमान्ड भने भइरहेको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ कालेबुङ भ्रमणमा गएको समय थिंकर्स फर कालेबुङका प्रतिनिधिहरूले उहाँलाई भेट गरेर डीआई फन्ड विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ र सभामा कालेबुङ शहरको विभिन्न समस्याहरू जुन कालेबुङवासीले धेरै वर्षदेखि भोग्दै आइरहेको छ त्यो विषयमा पनि धेरै छलफलहरू भएको जानकारी समेत प्राप्त भएको छ। नेपाली साहित्य अकादमीको निर्माणाधीन नयाँ भवनको आज एमएलए नोमन राईले स्थलगत निरीक्षण गर्नुभएको जानकारी प्राप्त भएको छ। निरीक्षणको क्रममा भवन निर्माणको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी लिँदै सम्बन्धित पक्षसँग छलफल भएको जानकारी प्राप्त भएको छ र यसरी अब नेपाली साहित्य अकादमीको निर्माणाधीन भवन भने चाँडै बनिने समेत जानकारीहरू आएको छ। र अब हामी अर्को खबरमा जान्छौं। हिजो साँझदेखि एउटा फोटोले सोशल मिडियामा ज्यादा नै चर्चा पाइरहेको छ र त्यो फोटोमा पूर्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सभासदहरूले एमपी राजु विष्टसँग भेट गरेको छ र उनीहरू केही दिन अघि नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट बीजेपीमा सामेल भएका थिए, तर एमपीसँग भेट गरेपछि मानिसहरूले अहिले प्रश्न उठाइरहेको छ र त्यो प्रश्न चाहिँ के हो भन्दाखेरि बीजेपीले त भ्रष्टाचारीहरूलाई जेलमा हाल्छ, कारबाही गर्छ भनेको थियो, तर अहिले भने त्यही आरोप लागेका सभासदहरूसँग फोटो खिचाइरहेको छ एमपीले पनि भनेर मानिसहरूले प्रश्न उठाउन थालेको छ र मानिसहरूको अर्को एउटा प्रश्न पनि छ कि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा बस्ने अनि अनित थापा मात्र भ्रष्टाचारी हो कि अरू सभासदहरू पनि भ्रष्टाचारी हो, त्यो चाहिँ बीजेपीले बताइदिनुपर्छ भनेर भनिरहेको छ। र अब आउने दिनहरूमा के कस्तो कदमहरू चाल्दै जान्छ बीजेपीले, के साँच्चै नै भ्रष्टाचारको आरोप लागेको सभासदहरूलाई कारबाही हुन्छ भन्ने प्रश्नहरू पनि अहिले उब्जिएको छ। त्यो चाहिँ हामीले आगामी दिनमा देखिहाल्छौं, तर अहिले चाहिँ हामी अर्को खबरमा जान्छौं। गोर्खा जनमुक्ति मोर्चाका ट्रेड युनियनको ओकेटी चिया बगान शाखाका एउटा प्रतिनिधि टोलीले चिया कमानका प्रबन्धक पक्षसित भेट गरी चिया श्रमिकहरूको कतिपय मूलभूत समस्याहरूबारे छलफल गरेको जानकारी प्राप्त भएको छ।
सभामा चिया कमानका मूल प्रबन्धक वसन्त राधेश्याम, पङ्कज चौबे, कार्यालयका बडाबाउहरू अनि युनियनका शाखा अध्यक्ष अर्पण राई आदिको उपस्थिति रहेको पनि जानकारी प्राप्त भएको छ। र अब केही दिनमा नै बोनसको कुराहरू पनि उठ्ने गर्छ र त्यसैले पनि अहिले श्रमिकहरूको मूलभूत समस्याहरू लिएर ट्रेड युनियनहरू दौडिरहेको हामीले देखिरहेका छौँ। सिक्किमकी कलाकार श्यामाश्री शेर्पाले हालै नेपालमा आयोजना भएको इन्फा अवार्डमा बेस्ट डेब्यू एक्ट्रेस अवार्ड प्राप्त गर्न सफल बनेकी छन्। उनले माइती घर नामक चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा अभिनयको यात्रा सुरु गरिसकेकी छन् र यो अवार्ड थाप्ने क्रममा उहाँले सबैलाई धन्यवाद दिएकी छन् र मेरी आमा मेरो ब्याकबोन हो भनेर पनि उहाँले भन्नुभएको थियो र उहाँलाई हाम्रो तर्फबाट पनि यो अवार्ड जित्नु भएकोमा धेरै धेरै बधाई छ अनि आगामी दिनहरूमा अझै राम्रो राम्रो चलचित्रहरूमा अभिनय गर्नुहोस् भनेर हामी शुभकामना पनि दिन चाहन्छौँ। आजभोलि पहाडको विभिन्न ठाउँहरूमा कहिले चितुवा देखिन्छ, कहिले भने अर्ण भैँसी देखिन्छ, कहिले भने भालुहरू पनि देखिन्छ र यस्तै खालको एउटा घटना आएको छ। अहिले तपाईहरू भने सतर्क अनि सचेत बस्नुहोस्, किन भन्दाखेरि तपाईँको पनि कुनै पनि बेला जम्का भेट हुनसक्छ यस्तो खालको जङ्गली जानवरहरूसँग। अहिले सोसल मिडियामा एउटा भाइरल भिडियो आएको छ मङ्पू रोडको, जहाँनिर चाहिँ एउटा चितुवा दुईटा बच्चाहरूसँगै देखा परेको छ। तपाईहरूले पनि यो भिडियो हेर्न सक्नुहुनेछ। बच्चा पनि छ त अन्त हेर, बच्चा पनि रहेछ हेर न। एउटा त कालो पनि छ त अन्त, कालो बच्चा त हो जे। ओइ पोजिसन बनाउँदैछ, ग्लासहरू त उठायो होला नि। ग्लास त उठायो, कालो पनि छ त अन्त। के हो त्यो चाहिँ? कालो पनि बच्चा हो नि, ब्ल्याक प्यान्थर। ब्ल्याक प्यान्थर कालो पनि छ त अन्त। ऊ गयो। ओके, तपाईँहरूले देखिहाल्नुभयो यस्तो खालको जङ्गली जानवरहरू चाहिँ अहिले देखा पर्न थालेको छ जताततै। त्यसैले सतर्क अनि सचेत हुनुहोस्, विशेष गरी साँझपख अनि बेलुकातिर यात्रा गर्दाखेरि। र अब अर्को खबर, हालै डाक्टर महेन्द्र पी लामाले एउटा इन्टरभ्यू कार्यक्रममा बोल्दै गएको 20 वर्षमा चाहिँ पहाडले एकदमै लो ग्रेडको नेताहरू जन्माए, जसकोमा न त ज्ञान छ, न त नेतृत्व गर्ने क्षमता नै छ, न त अनुभव छ, न त सोच्ने शक्ति नै छ भनेर भन्नुभएको छ। र साथै उहाँले यो 20 वर्षमा जसले पहाडलाई नेतृत्व गर्यो उनीहरूले दार्जिलिङलाई अन्धकारमा ढकेलेको छ भनेर पनि भन्नुभएको छ। र उहाँको यो भनाइलाई तपाईहरू कसरी लिनुहुन्छ? के उहाँले ठिकै भनेको हो कि उहाँको यो भनाइमा गल्ती छ? कमेन्टमा लेख्न सक्नुहुनेछ। र अब चाहिँ अर्को खबर, हिजो दार्जिलिङका एमपी राजु विष्टले धेरैजना इलेक्टेड मेम्बर्सहरू, एनजिओ, सोसल अर्गनाइजेसन अनि जनसाधारणलाई झुलुङ जलढाकामा भेट गरेर उनीहरूको समस्या अनि गुनासोहरू सुनेको जानकारी प्राप्त भएको छ। यो भेटघाटको क्रममा कसैको समस्या समाधान गरिदिइहालेको थियो भने कसैको समस्याहरू समाधान गरिदिने आश्वासन समेत एमपी राजु विष्टले दिनुभएको थियो। र अब अर्को खबर, आज मिरिकमा एउटा प्रेस कन्फरेन्स गरेर नयाँ पार्टी निर्माण समितिका सदस्य रामचन्द्र राईले भाषा र गोर्खाल्यान्ड विरोधीहरूलाई लाखेस गर्न भाषा मान्यता दिवस मिरिकमा पालन गर्ने जानकारी गराउनु भएको छ। यसैले सबै भाषा अनि गोर्खाल्यान्ड प्रेमीहरूलाई 20 अगस्तको दिन चाहिँ मिरिकमा उपस्थित भइदिने अनुरोध समेत गर्नुभएको छ। र अब यसपालिको मिरिकको कार्यक्रममा हेरौँ कतिको मान्छेहरू जोडिन्छ नयाँ पार्टी निर्माण समितिसँग र कार्यक्रम कस्तो खालको हुन्छ भन्ने कुरा। र अब चाहिँ अर्को खबर चाहिँ के छ भन्दाखेरि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको एउटा साङ्गठनिक सभा आगामी 23 अगस्तको दिन मिरिकमा हुने जानकारी आएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाको पनि विशेष उपस्थिति रहने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी सियोक गोपालधारा ओकेटी समष्टि अध्यक्ष समीर राई अनि अन्यले बताउनु भएको छ। र यसरी अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा भने समष्टि घुमेर आफ्नो सङ्गठनलाई फेरि
बलियो बनाउने कार्यमा लागि परेको देखिन्छ। नयाँ सुपर मल्टी स्पेशलिटी हस्पिटल अनि ट्रोमा सेन्टर निर्माणको लागि दार्जिलिङ टिबी हस्पिटलको स्थलगत निरीक्षण गरी अस्पतालको वर्तमान अवस्था तथा यहाँ नयाँ ट्रोमा सेन्टर निर्माणको सम्भावना सम्बन्धमा आवश्यक जानकारी लिएको बताइएको छ र निरीक्षणका क्रममा एमएलए नोमन राई, CMOH दार्जिलिङ साथै अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको समेत जानकारी प्राप्त भएको छ र मल्टी स्पेशलिस्ट हस्पिटल बनिने हो होइन त्यो भने आगामी दिनमा हामीले थाहा पाउँछौँ, तर अहिलेलाई भने निरीक्षण कार्य सुरु भइसकेको छ। र अब अर्को खबर, इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्ड्सले आफ्नो पार्टीको इलेक्टेड सभासदहरूसँग भेट गरेर सङ्गठनको आगामी कार्यक्रमहरू विषय छलफलहरू गरेको जानकारी प्राप्त भएको छ र उनीहरूले यो छलफलको क्रममा धेरै अन्य विषयहरूमा पनि छलफल गरेको जानकारी समेत प्राप्त भएको छ। गोर्खाल्यान्डको निम्ति 15 अगस्टमा ग्यामनपुलमा गरिएको कार्यक्रम सफल भएपछि अब कालेबुङमा अर्को कार्यक्रम गर्ने विक्रमादि राईले बताउनु भएको छ र उहाँले यो कालिम्पोङको कार्यक्रम विषय अन्य कुराहरू के भने आउनुहोस् उहाँलाई सुनौ। नमस्कार मित्रहरू, 15 अगस्तको सर्वसाधारण सभा सकियो। केही त्रुटिहरू भए, केही सही कुरा भए, केही राम्रो कुरा भए, केही असन्तुष्टिको कुराहरू पनि सृजना भए। त्यो चल्दै गर्छ सङ्घर्षको क्रममा, यो चिजहरू घट्नु जायज हो है। अब यसको अघिल्लो चरणको कार्यक्रम नगरी छोड्नु हुँदैन। सर्वसाधारणले जुन विश्वास देखाउनु भएको छ त्यो विश्वासलाई हामीले सर्वसाधारण भएर सोचेर त्यसलाई कतै जान दिनु हुँदैन। पहिलो कुरो, हाम्रो जुन अघिल्लो चरणको कार्यक्रम छ कालेबुङमा, इन्डोर आउटडोर त्यो केही निर्णय भएको छैन। कालेबुङको कार्यक्रमको लागि हामी तपाईँले यो नम्बर दिँदैछौँ, यो नम्बरमा सम्पर्क गरेर सामूहिकतामा आएर निर्णय गर्नु पर्ला। यो 2 दिनभित्रमा, आज 17 तारिक हो, यो 17 तारिक भयो, 20 तारिकभित्रमा हामी एउटा सभा बस्नेछौँ कालिम्पोङमा है। त्यो सभा बसिसकेपछि हामी निर्णय गर्नेछौँ कालिम्पोङकै मित्रहरूसँग बसेर कसरी गर्ने, के गर्ने भन्ने विषयमा है। अनि त्यो भइसकेपछि, त्यो निर्णय भइसकेपछि हामी कार्यक्रमको पूर्ण रूपरेखा लिएर स्थान, दिनाङ्क है अनि समय सबै सार्वजनिक गर्नेछौँ। अनि यसमा सहभागिता कसरी गर्ने, 3 प्रकारको सहभागिता, शारीरिक होइन, आर्थिक अनि बौद्धिक सहभागिता छ। यो सहभागिता कसरी जनाउने भन्ने विषयमा पनि हामी त्यति बेला नै प्रश्न गर्नेछौँ। अनि कालेबुङको यो प्री प्रोग्राम भनौँ न, मिटिङ यो को विषयमा चर्चा गर्नको निम्ति अथवा एकमतता के अरे सामूहिकतामा आउनको निम्ति समावेशी एउटा सानो सभाको निम्ति यो जुन चाहिँ सम्पर्क नम्बर छ यो दिँदैछु। यो सम्पर्क नम्बरमा सम्पर्क गरेर भाइसँग चर्चा गरेर तपाईँहरूले एउटा मिटिङ राख्नु होला। त्यो मिटिङमा हामी पनि उपस्थित हुनेछौँ। त्यहाँ व्यापक चर्चा गरेर हामी कालिम्पोङको जुन चाहिँ कार्यक्रम छ त्यसलाई एउटा रूपरेखा दिनेछौँ। अनि जुन चाहिँ गोर्खा सचेतना सत्सङ्ग छ त्यो गाउँ गाउँमा हुनुपर्ने, त्यो तपाईँहरूले गर्दा हुन्छ। यदि म अनि लगायत अन्यको कसैको खाँचो परेमा म आउन तयार छु। तपाईँहरूको सचेतना सत्सङ्गमा यसो 2-4 शब्द राख्नको निम्ति तपाईँहरूले यो सुरु गर्नु होला। गोर्खा सचेतना सत्सङ्ग गल्ली गल्ली, गाउँ गाउँ, के अरे डाँडा डाँडा होइन, कहाँ हुन्छ 10 जना 4 जना भए पनि सचेतना सत्सङ्ग त भइ नै हाल्छ, केही पनि छैन। अनि त्यो सचेतना सत्सङ्ग भनेर तपाईँले फोटो पठाउँदा हुन्छ हामीलाई। यो जरुरी छ, सङ्घर्षको निम्ति यो तयारी जरुरी छ, मानसिक अनि वैचारिक तयारी हो। जुन चाहिँ रेफरेन्डम गराएका छौँ, यो रेफरेन्डम अझै उब्रिएको छ, 5000 रेफरेन्डम छ, अझै छाप्दै जान्छौँ हामी। जहाँ जहाँ गर्छौँ कार्यक्रम त्यहाँ त रेफरेन्डम हुनेछ। अस्ति 990 जनाले भोट गर्नुभएको छ, त्यसमा 988 जनाले बौद्धिक आन्दोलनको पक्षमा भोट गर्नुभएको छ। अब कालिम्पोङमा पनि हुन्छ, जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहाँ त्यहाँ हामी यो रेफरेन्डम गराउनेछौँ। अनि एउटा डकुमेन्टेसन गरेर हामी सरकार समक्ष प्रस्तुत गर्नेछौँ। धन्यवाद। ओके, अब हामी अर्को खबरमा जान चाहन्छौँ। अर्को खबर चाहिँ रहेको छ, पूर्व खरसाङका एमएलए बीपी बजगाईले एमपी राजु विष्टलाई स्ट्रेट टक भन्दै केही कुराहरू राख्नु भएको छ र यो सोसल मिडियाको भिडियो मार्फत उहाँले केही कुराहरू एमपीलाई राख्नु भएको छ। आउनुहोस् तपाईँ हामी सुनौ उहाँले आखिर एमपी राजु विष्टलाई के भन्न चाहनु भएको छ। हेलो राजु भाइ, I mean,
सांसद राजु विष्ट भाइ, तपाईलाई लिएर म कुनै टीका टिप्पणी नगरौं भनेर सोचेको थिएँ र गर्न छोडेको पनि थिएँ। मैले जनतालाई धेरै कुरा बताउने कोसिस गरेँ। चुनाव अगाडि जनताको आँखामा एउटा पट्टी थियो, बुझ्न चाहेनन्। अहिले अलिअलि बुझ्दैछन्। तर पनि म तपाईलाई लिएर कुनै टीका टिप्पणी नगर्नु पर्यो अब भनेर सोचेको थिएँ। तर तपाईले मलाई कर लगाउनु भयो। म बोल्नै पर्ने हुँदाखेरि बोल्नै पर्ने स्थितिमा बोल्दैछु अनि सोझै तपाईलाई सम्बोधन गर्दैछु। म यो कुरा मैले भर्खरै तपाईको एउटा भिडियो हेरेँ। त्यो भिडियो तपाईले विशेष गरेर यो गोर्खाल्यान्ड माग सम्बन्धमा कुरा गर्नुभएको रहेछ। भिडियो सबभन्दा पहिला म तपाईको भिडियो देखाइहालौँ है, हेर्नुहोस्। यहाँ हामीहरू भट्टाउँछौँ नि पहाडमा, सजिलो छ बुझ्नुभयो नि। जुन हामीहरूको माग छ नि, तराई डुवर सबै जोडेर हामीहरू कुरा गर्छौँ नि, तल गएर बात गर्नुहोस् त, बुझ्नुभयो। तल तपाईँको दार्जिलिङ मोड कटेर बात गर्नुहोस् त, कलकत्ता गएर बात गर्नुहोस् त, दिल्लीमा गएर बात, भाषै फेरिन्छ मान्छेको। यहाँ तपाईँ सांसद हुँदाहुँदै म विधायक थिएँ अनि म विधायक हुँदाहुँदै मैले कलकत्ता विधानसभामा दार्जिलिङ मोड कटेर होइन, कलकत्ता विधानसभामा 4 पटक गोर्खाल्यान्डको मुद्दा उठाएँ। तपाईले समर्थन कहिले गर्नुभयो भन्नुहोस्? तपाईँ मैले मुद्दा उठाउँदा जातिको पक्षमा मसँग आएर कहिले खडा हुनुभयो? अनि यहाँबाट तल कटेर मान्छे बोल्नै सक्दैनन् भन्नुहुन्छ। अनि बोल्ने मान्छेलाई चाहिँ सबैतिरबाट तपाईले पखेटा काटेर राख्नुहुन्छ। मेरो पखेटा काट्नेमा तपाईँ पनि होइन, त्यो मेरो पखेटा काटेको होइन। तपाईँले गोर्खाल्यान्डको मुद्दाको पखेटा काट्नु भएको थियो त्यस समय। यो कुरा बुझ्नुहोस्। अनि तपाईँ के दिल्लीको कुरा गर्नुहुन्छ? दिल्लीबाट स्वयं जेपी नड्डाज्यू कलकत्ता आएर गोर्खाल्यान्डको बारेमा नबोल भन्दाखेरि सभामा उठेर म यसैको लागि आएको, म बोल्छु भन्ने व्यक्ति होइन। त्यति बेलाको समाचार पत्रहरू पल्टाएर हेर्नुहोस्, हेर्नुहोस् यो कुरा। मैले प्रधानमन्त्रीलाई सम्बोधन गरेँ कि गरिनँ, रेकर्ड हेर्नुहोस्। अनि बोल्नु सक्दैन भन्नुहुन्छ। बोल्नु सक्ने मान्छेलाई चाहिँ बोल्ने ठाउँमा जान दिनुहुन्न। तपाईँ रोकेर राख्नुहुन्छ, पखेटा काट्नुहुन्छ उसको। अनि अहिले आएर मिडियामा तल गएर भाषा फेरिन्छ। मैले मेरो भाषा फेरिनँ। मैले हिजो जीजेएममा हुँदा पनि भाषा फेरिनँ, भाजपामा हुँदा पनि भाषा फेरिनँ, अहिले पनि भाषा फेरेको छुइनँ। ओके, अब उहाँले भनेको कुराहरू तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा लेख्न सक्नुहुनेछ। र अब चाहिँ हामी आजको अन्तिम खबरतिर आइपुगेका छौँ। अन्तिम खबरभन्दा अगाडि चाहिँ यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरेर हामीसँग जोड्नुहोस्। हामीसँग जोड्नुभयो भने हाम्रो क्षेत्रको फटाफट न्युजहरू एभ्रीडे तपाईको मोबाइल अनि टिभीमा हेर्न अनि सुन्न सक्नुहुनेछ। र अब चाहिँ आजको अन्तिम खबर चाहिँ जेएनएलएफ कालेबुङ ब्लक 1 को आयोजनामा आगामी 22 अगस्तको दिन 22औं दागोपापा सम्झौता दिवस साथै 23 अगस्तको दिन चाहिँ गोर्खा नागरिकता दिवस सम्बन्धमा आज एउटा पत्रकार सम्मेलन गर्नुभएको थियो। र यो पत्रकार सम्मेलनमा उहाँहरूले के भन्नुभयो आउनुहोस् जेएनएलएफ कालिम्पोङको ब्लक 1 को टोलीहरूलाई सुनौ। गोर्खा नमस्कार है। र विशेष कालिम्पोङ बरामुमो सम्पूर्ण हरिजनता प्रेमी कालिम्पोङ ब्लक 1, ब्लक 2, ब्लक 3, ब्लक 4 लगायत टाउन कमिटी अनि भातृ संगठन महिला हाम्रो जेएनडब्ल्यू जेएनवाईएफ सम्पूर्णमा हामी यो निमन्त्रणा जनाउँदछौँ कि आगामी 22 अगस्त र 23 अगस्तको दिन हाम्रो दलको विशेष महत्वपूर्ण कार्यक्रम सम्पन्न हुन गइरहेको छ। र 22 अगस्त तपाईलाई विदितै छ कि 1988 साल 22 अगस्तको दिन जुन त्रिपक्षीय वार्ता भएर दार्जिलिङ पहाडमा प्रथमपल्ट गोर्खाहरूसँग भएको एकर्ड सम्झौतामा गोर्खाको किपट छुट्याएको दिन, दार्जिलिङ गोर्खा पार्वतीय परिषद बनिएको दिन र त्यस दिनदेखि
भारतमा गोर्खाहरूको एउटा परिचय पाएको, राजनीतिक परिचय पाएको, राजनीतिक अस्तित्वलाई कायम गरेको दिन एउटा महत्त्वपूर्ण दिन भएकोले त्यस दिन हामी एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एउटा कार्यक्रम छ। सो कार्यक्रममा सम्पूर्ण हरिजन प्रेमीहरू उपस्थित भइदिन र आफ्नो जुन दलगत हाम्रो एउटा शक्ति छ, शक्तिको प्रदर्शन गर्नको निम्ति चाहिँ तपाईहरू सबैजना उपस्थित भइदिनुहोस् भनेर म नम्र निवेदन गर्दछु। र साथसाथै 23 अगस्त 1928 साल जुन दिन हाम्रो दिवंगत आप्पा सुभाष घिसिङज्यूले एउटा सफलता हासिल गर्नुभएको राजनैतिक सफलता कि गेजेट नोटिफिकेसन राजपत्र घोषणा गरेर चाहिँ भारतमा बसेका सम्पूर्ण गोर्खाहरू भारतीय खाटी नागरिक हुन् भनेर भारत सरकारले जुन श्वेतपत्र जारी गरे, राजपत्र जारी गर्यो, त्यस पश्चात भारतमा बसेका सम्पूर्ण गोर्खाहरू विशेष उत्तर पूर्वमा रहेका गोर्खाहरूको भविष्य भएको महसुस गर्छौं। र त्यस अघि जुन किसिमको लाञ्छना लगाइन्थ्यो कि भारतमा बसेको नेपालीहरू अथवा गोर्खाहरू चाहिँ विदेशी हुन्, नेपालका नागरिकहरू हुन्, यिनीहरू भारतमा अनुप्रवेशकारी हुन् भन्ने जुन वक्तव्यहरू आउँथ्यो, जुन किसिमको लखेटाइहरू हुन्थ्यो उत्तर पूर्वबाट, र प्रधानमन्त्री मनोहर देसाईले पनि जुन किसिमको वक्तव्य दिनुभएको थियो, त्यसलाई चाहिँ सरासर चुनौती दिँदै 23 अगस्त 1928 सालमा भारत सरकारले राजपत्र जारी गरेर हामीलाई खाटी भारतीय नागरिक बनाएको हुन्। र पछिबाट उत्तर पूर्वबाट जस्तो किसिमले नेपालीहरू अथवा गोर्खाहरू धपाइन्थ्यो त्यो सिलसिला पनि बन्द भएको, अनि भारतीय गोर्खाहरूको नागरिकतामाथि जति बेला पनि प्रश्न उठ्यो यही 23 अगस्तको राजपत्रले चाहिँ उहाँहरूलाई चाहिँ बचाएर ल्याएको, सुरक्षा दिएर ल्याएको, र यसकारण 23 अगस्तको दिन पनि हाम्रो निम्ति अत्यन्तै महत्त्वपूर्ण राजनैतिक दिन हो, उपलब्धिको दिन हो। र त्यस दिन हामी दार्जिलिङ जानेछौँ र दार्जिलिङमा एउटा गोर्खा रङ्गमञ्च भवनमा एउटा जनसमावेश छ हाम्रो हरियो झण्डा प्रेमीहरूको। उक्त दिन पनि हाम्रो हरियो झण्डा प्रेमी कालिम्पोङ बुढामङ्गोहरू जति पनि हुनुहुन्छ जानको निम्ति तपाईँहरू तत्पर रहनुहोस् भनेर यहाँबाट हामी आग्रह गर्छौँ। र विशेष 22 अगस्तको दिन चाहिँ हामी बिहान 9 बजे चाहिँ डम्बरचोकमा भेला भएर त्यहाँनिर हामी प्याम्पलेटहरू बाँड्नेछौँ र साथसाथै पोस्टरिङ गर्नेछौँ कि हाम्रो उपलब्धि, राजनैतिक उपलब्धि के कस्तो हो, र विशेष जेनजी भाइ नानीहरूलाई पनि हाम्रो गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गरेको उपलब्धिहरू के कसो छ त्योहरूको पनि छोटो जानकारी हामी त्यो दिन दिनेछौँ भन्दै म अब हाम्रा केन्द्रीय हाम्रो जुन कालिम्पोङको एउटा सेन्ट्रलाइज केन्द्रीय कार्यालय छ त्यो केन्द्रीय कार्यालयमा चाहिँ समय 11 बजेदेखि यो उक्त कार्यक्रम सम्पन्न हुनेछ। र त्यस दिन कालिम्पोङ खण्ड 1, खण्ड 2, खण्ड 3, खण्ड 4 अनि कालिम्पोङ टाउन कमिटीका सम्पूर्ण कार्यकर्ताहरू उपस्थित भएर यो कार्यक्रमलाई सफल बनाइदिनुहोस्। किनभने अब समय धेरै राजनैतिक उपलब्धि हासिल गर्न लागेको समयमा हामी घर बसेर समय पुगिरह्यो भने समयले चाहिँ तर हामीलाई पुर्दैन। हामीले समयलाई पर्खिन्छौँ, समयले हामीलाई पर्खिँदैन। यस कारणले गर्दाखेरि जति पनि बल लगाउनु पर्ने, तागत लगाउनु पर्ने, समय दिनुपर्ने, ऊर्जा लगाउनु पर्ने यही समय हो। र जति पनि घरमा बस्नुभएको हरियो झण्डा प्रेमीहरू हुन्छ त्यो दिन अवश्य यस कार्यालयमा आएर हाम्रो पार्टीको शक्ति देखाउने र पार्टीको कार्यक्रमलाई सफल बनाउने तपाईँहरूलाई हामी विनम्र आह्वान गर्दछौँ। जय गोर्खा, जय सुभाष घिसिङ। ओके, यो चाहिँ थियो आजको फटाफट न्युजहरू। यदि तपाईँहरूलाई यो फटाफट न्युजहरू मन पर्यो भने चाहिँ एकजना व्यक्तिलाई सेयर गरेर हाम्रो च्यानल रिकमेन्ड गर्न पनि सक्नुहुनेछ। र अब म चाहिँ भोलिको नयाँ फटाफट न्युजहरूमा उपस्थित हुन्छु भन्दै आजलाई चाहिँ छुटिन चाहन्छु। तपाईँहरू आफ्नो ख्याल गर्नुहोस्, आफ्नो नानीहरूको विशेष ख्याल गर्नुहोस् र स्वास्थ्य अनि सुरक्षित बस्न चाहिँ नबिर्सिनुहोस्। धन्यवाद।